फाइनली राइट नाउ आई एम टु द डेस्टिनेसन है ठाउँ रहेको छ बैरागी मेची खोलादेखि केही मिटर यतापट्टि मात्र हो है उतापट्टि हेर्ने हो भने इन्डिया देखिन्छ झलल बलेको रातिको टाइममा सिलिगुडी दार्जिलिङ डिस्ट्रिक्ट खरसाङ सबै देखिन्छ है तल मेची खोला इफ यु आर लक्की अब कस्तो हुन्छ भन्दाखेरि यहाँनिर चाहिँ हात्ती पनि हेर्न पाइन्थ्यो है तर आज चाहिँ आएको छैन हात्ती बिहान उठ्दै गर्दाखेरि पिककको आवाज चराचुरुङ्गी बाँदर मृग बाघसम्म घुरेको सुन्न पाइन्छ यो ठाउँमा फाइनल्ली आज दिनभरि मारेको माछा पाकिसकेको छ सोल्टीले भरपुर प्रयास गर्नुभएको छ त्यसै गरेर वाचिपा है त्यसकाल वाचिपा तिते पनि भनिन्छ यसलाई यो चाहिँ के गरिन्छ भन्दा लोकल कुखुराको भुत्लालाई डढाएर निकालेर तितो पार्टलाई मिक्स गरेर खानासँग वान टाइममै कुक गरेकोलाई तिते भनिन्छ है एभ्रिथिङ हियर अरे स्पेसल थिङ अबाउट हियर है यो चाहिँ यहाँको अर्ग्यानिक लोकल प्रोडक्ट हो बनाना सेक भने फरक पर्दैन है अब यसको म ठ्याक्कै नाम भन्नु चाहिनँ अहिले हामी केमा पकाएको छौँ भन्दाखेरि नट इन बिग बर्नर फायर ग्यास के पकाउँदैछौँ हामी आगोमा सोल्टी भरपुर खटिराख्नु भएको छ है सल्युट टु हिम है ग्रेट सल्युट टु हिम पिस्ने ग्राइन्डर छैन है हामीसँग पिस्नको लागि पर त्यहाँ सिलौटो छ है यो बाध्यता होइन इट्स अ चोइस अफ माइसेल्फ है एन्ड इन्टायर टिम थ्याङ्क यू सो मच फर वाचिङ